नमस्कार, म वरिष्ठ मौसमविद मिन कुमार हरियाल। अहिले प्री मनसुन सिजन सुरु भइसकेको छ। प्री मनसुन सिजन सुरु भएको यो अघिल्लो 1 महिनामा चाहिँ अलिकति बढी पानी परेको देखिन्छ भने अब यो प्री मनसुनभरि नै त्यति विधि खडेरी जाला जस्तो चाहिँ देखिँदैन, राम्रै पानी पर्ला जस्तो देखिएको छ। अब अहिले यो आउने 3 दिनको मौसमको बारेमा भन्नुपर्दाखेरि आज देशका पहाडी भूभागहरूमा चाहिँ साधारणतया बादल लाग्ने र हल्का वर्षा हुने देखिन्छ। मेघगर्जनसहितको हल्का वर्षा हुने देखिन्छ भने बाँकी भूभागमा आंशिक बत्ती हुने देखिन्छ। विशेष गरिकन भोलि देशैभरि बदली हुनेछ, बादल लाग्नेछ। मुख्यतः सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका भूभागहरूमा पूर्णतया बादल लाग्ने र बाँकी भूभागमा साधारण बादल लाग्ने देखिन्छ। यसको अर्थ पश्चिमतिर चाहिँ धेरै जसो ठाउँहरूमा चाहिँ मध्यम खालको वर्षा हुने देखिन्छ भने पूर्वी पहाडी कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका केही स्थानहरू र मध्य प्रदेश र पूर्वी पहाडी भूभाग तराई भूभागहरूमा चाहिँ तराई भूभागका 1-2 स्थानमा हल्का वर्षा हुने देखिन्छ। पर्सिको लागि चाहिँ फेरि मौसममा केही सुधार हुने देखिन्छ। पर्सि चाहिँ पहाडी भूभागमा साधारणतया बादल लागेर 1-2 स्थानमा वर्षा हुने देखिन्छ भने बाँकी भूभागमा आंशिक बत्ती हुने देखिन्छ। खास गरिकन पश्चिमी निम्नचापीय रेखाको विकास भएको छ। अब यो वायुमण्डलको तल्लो सतहमा कहिलेकाहीँ यो पूर्वी हावाको प्रभाव पनि देखिन्छ पूर्वतिर। सँगसँगै अरेबियन सागरबाट पनि त्यो मर्जिङ हुँदाखेरि दुईतिरको सिस्टम मर्ज हुँदाखेरि अलिकति मेघगर्जनसहितको वर्षा यो लुम्बिनी प्रदेश आसपासमा अलरेडी सिस्टमहरू डेभलप भएको देखिन्छ। खास गरिकन अहिले स्थानीय वायु पनि सक्रिय हुने बेला पनि हो र पश्चिमी निम्नचापीय रेखाको पनि प्रभाव हो विशेष गरिकन।